नमस्ते, हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म पनिर कोफ्ता बनाउन गइरहेको छु। यसको रेसिपी म हजुरहरूलाई सेयर गर्दैछु। यसको लागि मैले 200 ग्राम पनिर लिएको छु। 200 ग्राम पनिरलाई मजाले मैले मेस गरेर राखेको छु अनि मैले यसमा मिसाउनको लागि 2टा उसिनेको आलु लिएको छु। उसिनेको आलुलाई पनि मिक्स गरेर यसमा राखेको छु। आधा बल मैले कर्नफ्लोर पाउडर लिएको छु। त्यसपछि मैले आधा प्याजलाई सानो मसिनो कटिङ गरेर यसमा मिसाएको छु अनि हरियो खोर्सानीलाई पनि कटिङ गरेर राखेको छु। धनियाँको पत्ता पनि मैले यसमा कटिङ गरेर राखेको छु अनि मैले थोरै यसमा स्वादअनुसार नुन राखेको छु। यो सबैलाई मिसाएर मैले एउटा डो तयार गर्छु। कर्नफ्लोर पाउडरले चाहिँ हाम्रो यो डोलाई बेन्डिङ गर्नको लागि हेल्प गर्छ। यसमा तपाईँहरू अरू हरियो कुनै पनि तरकारीहरू पनि मिसाउन सक्नुहुन्छ, जस्तै गाजर, सिमला मिर्च आफूलाई जे मनपर्छ त्यो पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ यसमा आलु राखेँ। हजुरहरू आलु स्किप पनि गरेर हरियो तरकारी पनि राख्न सक्नुहुन्छ। अनि मैले यसलाई यसरी राम्ररी मिलाएर आँटा जस्तै गरेर यसलाई डो बनाएको छु। त्यसपछि मैले एउटा कराही लिएँ। कराहीलाई मैले ग्यास चुलोमा राखेँ। त्यसपछि मैले थोरै तेल यस कराहीमा राखेँ। हजुरहरूले यो तेललाई राम्ररी तात्न दिनुपर्छ। तेल मजाले तातिसकेपछि मैले चाहिँ यसमा खोर्सानी राखेँ। हजुरहरूले आफ्नो स्वादअनुसार खोर्सानी ज्यादा पनि राख्न सक्नुहुन्छ। त्यसपछि मैले प्याज राखेँ। प्याजपछि मैले लसुन राखेँ। लसुनपछि मैले पहिला नै कटिङ गरेर टमाटर राखेको थिएँ, त्यो टमाटरलाई राखेँ अनि त्यसपछि मैले अलिकति काजु राखेको छु। अब त्यो सबै काजुहरू राखिसकेपछि अलिकति स्वादअनुसार नुन राख्नुहोला मसलामा, किनकि पहिला पनि डोमा हामीले नुन राखिसकेको हुन्छ। नुन राखेपछि यसलाई राम्ररी मिक्स गर्नुहोला। त्यसपछि यसलाई हामीले 10 मिनेट पाक्न छोडिदिनुपर्छ, तर बिचबिचमा चाहिँ हामीले यसलाई चेक गर्दै गर्नुपर्छ। अब हजुरहरू हेर्न सक्नुहुन्छ, जबसम्म मेरो मसलाको ग्रेभी पाक्दैछ, मैले पनिरको डो लिएर सानो सानो हातमा मजाले रोल गरेर बल बनाउँदैछु। हजुरहरू पनि आफ्नो हिसाबले सानो बल, ठुलो बल जस्तो पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ यहाँ मिडियम खालको सानो सानो बल बनाएको छु। हजुरहरू हेर्न सक्नुहुन्छ मेरो मसला चाहिँ पाकिसकेको छ। अब यो मसलालाई मैले ग्यास बन्द गरेर यसलाई सेलाउनलाई राख्छु। मैले फेरि एउटा कराही लिएँ, यसलाई ग्यासमा राखेँ। अब मैले यसमा तेल राख्छु। यसमा चाहिँ हामीले पनिरको बल्बहरू तान्नुपर्छ, त्यही भएर मैले अलिक धेरै तेल राखेको छु। यो तेललाई चाहिँ हजुरहरूले मजाले तात्न दिनुपर्छ। जब तेल तातिसक्छ अनि यसमा हामीले पनिर हाल्ने, पनिरको बल्बहरूलाई चाहिँ हामीले बिस्तारै मिडियम हिटमा तार्नुपर्छ। यो पनिरको बल्बहरू एकदम सफ्ट हुन्छ, त्यही भएर बिस्तारै पल्टाउनुपर्छ। जब ब्राउन हुन्छ अनि यसलाई हामीले निकाल्नुपर्छ। अब मैले बल्ब बनाइसकेँ। अब मैले अघि सेलाउन राखेको मसलालाई मिक्सरमा हालेर प्युरी बनाउँदैछु। प्युरी बनाइसकेपछि मैले फेरि कराही लिएँ। कराहीमा मैले अलिकति तेल राखेँ। त्यो तेललाई मजाले तात्न दिएँ। तातिसकेपछि मैले त्यसमा 1 चमच जिरा राखेँ। यसमा अलिक मैले कटिङ गरेर राखेको प्याज थियो, प्याज पनि राखेँ। अनि मैले त्यसमा 1 चमच बेसार मिलाएँ। अनि मैले त्यसमा 1.5 जिरा पाउडर राखेँ, 1.5 धनियाँ पाउडर राखेँ अनि आधा चमच मैले खोर्सानी पनि राखेको छु। हजुरहरू आफ्नो स्वादअनुसार यसमा अलिक धेरै खोर्सानी पनि राख्न सक्नुहुन्छ। अलि स्पाइसी खानु मन छ भने मसला पनि बढाउन सक्नुहुन्छ। अनि मैले त्यो अलिकति स्वादअनुसार नुन राखेँ, किनकि मैले अघि मसलाहरूमा पनि सबैमा नुन अलिअलि राखिसकेको छु। अनि त्यसपछि यसमा अलिकति ब्राउन हुन्जेल भुटेपछि मैले माथिबाट अघि बनाएको प्युरी पनि मैले यसमा राखेर यो मसलालाई राम्ररी पकाउनको लागि छोडिदिएको छु। अब हजुरहरू हेर्न सक्नुहुन्छ, मैले यसमा प्युरी मिसाइसकेको छु। प्युरी मिसाइसकेपछि यसको कलर यस्तो हुन जान्छ। अब हामीले यो दुईटालाई राम्ररी मिक्स गरेर मिडियम फ्लेममा एकछिनसम्म पकाउनुपर्छ। यसलाई बिचबिचमा चलाउँदै गर्नुपर्छ, नभए यो टाँसिने सम्भावना हुन्छ। अनि जब मसला पाक्न थाल्छ नि, त्यतिखेर हाम्रो मसला र तेल छुटिन्छ अनि मसला यो बाक्लो हुन्छ। हामीले यसलाई पातलो गर्नको लागि यसको बाक्लोपन अनुसारले पानी हाल्नुपर्छ। त्यो पानी
चाहिँ धेरै पानी हाल्नु हुँदैन, किनकि कोफ्ताको मसला अलिकति बाक्लै हुनुपर्छ। त्यही भएर हामीले आफ्नो मसलाको अनुसार नै पानी राख्नुपर्छ। अब हेर्नुहोस् मेरो ग्रेभी तयार भइसकेको छ। यो ग्रेभीको कन्सिस्टेन्सी यस्तो हुनुपर्छ। धेरै बाक्लो पनि हुनु हुँदैन र धेरै पातलो पनि हुनु हुँदैन। अब मैले यसमा चाहिँ थोरै बिस्तारै गरेर पनिरको बल्बहरू राख्दैछु। यो बल्बहरू एकदमै सफ्ट हुन्छ, त्यही भएर हजुरहरूले मिलाएर यसलाई राख्नुपर्छ अनि पनिरको ग्रेभीसँग राम्ररी बिस्तारोसँग मिलाएर यसलाई 1-2 मिनेट जति पाक्नलाई छोड्नुपर्छ। जब यो 1-2 मिनेट जति पाक्छ त्यसपछि यो सर्भको लागि रेडी हुन्छ। अब यो सर्भको लागि रेडी भइसकेको छ। अब हजुरहरू पनि यो पनिर कोफ्ता बनाएर टेस्ट गर्नुहोला अनि हजुरहरूलाई कस्तो लाग्छ मेरो कमेन्ट बक्समा आएर भन्नुहोस् होला है। थ्याङ्क यू फर वाचिङ।